Hello everyone, this is Umesh Mahto, first year MBBS student at Purvanchal University School of Medicine, and today the part of the discussion is how you can approach question practice and आजकल यो मार्केटमा ठ्याक्कै कम्प्लिट सोल्युसन्सको क्लास हुँदैछु. सो दिस भिडियो इज अल्सो गोइङ टु अबाउट कम्प्लिट सोल्युसन्स, राइट. मैले भिडियोलाई ठ्याक्कै 3 सेक्सन्समा डिभाइड गर्दैछु. फर्स्ट सेक्सन इज कि हाउ आई स्टडीड कम्प्लिट सोल्युसन्स, द सेकेन्ड सेक्सन इज हाउ यू क्यान अप्रोच क्वेसन प्र्याक्टिस, एन्ड द थर्ड सेक्सन इज वाट नट टु डु वाइल अप्रोचिङ द क्वेसन प्र्याक्टिस, राइट. सो लेट्स डाइभ इन्टु द भिडियो. डेटाबेस मैले कम्प्लिट सोल्युसन्स पढ्दै गर्दाखेरि बनाएको थिएँ. अराउन्ड अगस्टमा मैले कम्प्लिट सोल्युसन्स पढ्न सुरु गरेको थिएँ. त्यो कुरा ठ्याक्कै यहाँबाट थाहा हुन्छ. ओके, मैले ठ्याक्कै अगस्ट 11मा के भन्छ कम्प्लिट सोल्युसन्स पढ्न सुरु गरेको थिएँ. र यो डेटाबेसमा यु क्यान सी एभ्रिथिङ छ क्या. मैले कुन सेट कति बेला पढ्न सुरु गरेँ, एट वाट डेट, र मैले रिभिजन्सहरू गरेँ कि गरेन, होइन. सो लेट्स से के भन्छ मैले 2011 को सेट ओपन गरौँ, फर इन्स्टेन्स 2011 ला. अब यहाँ पनि मैले के भन्छ कम्प्लिट सोल्युसन्स यति मजाले पढाएको थिएँ. पुरैको पुरै बुकले एक्सट्र्याक्ट गरेको छु क्या मैले. मलाई पुरै थाहा छ कि त्यो प्रत्येक सेटमा कुन कुन कुरा इच सेटमा इम्पोर्टेन्ट छ, कुन कुन कुरा छैन, कुन कुन कुरा सोध्ने खालको छ, कुन कुन कुरा छैन, कुन कुन कुरा जस्ट इन्फर्मेसन डम्पिङ भएको छ, कुन कुन रिपिटेड छ, एभ्रिथिङ फर एभ्री सेट. 2011मा अब बायोलोजीमा यो भयो, बायोलोजीमा यो भाइरसको यो त्यति बेला मलाई इम्पोर्टेन्ट फिल भएको थियो, मैले लेखेको छु. यो एक्सेल फाइलमा आफ्नो नोट बनाएको थिएँ. अनि त्यहाँदेखि केमिस्ट्री, अब केमिस्ट्रीमा यो हाइड्रोकार्बन रिफाइनिङ प्रोडक्ट्स, यो इम्पोर्टेन्ट लाग्थ्यो मलाई. मैले यो इमेज जो सिएसबाट उठाएको इमेज हो. त्यहाँदेखि आइसोमर्सको जुन यो इमेज छ क्वेसन नम्बर 92मा होला. क्वेसन नम्बर 92मा आइसोमर्सको इम्पोर्टेन्ट लाग्थ्यो मलाई. अब यो यसको पोसिबल आइसोमर्स, यो पनि मैले सिएसबाट उठाएको इमेज हो. त्यहाँदेखि अब यो साइज अफ इलेक्ट्रोनिक आइसो इलेक्ट्रोनिक स्पिसिस, यो मलाई इम्पोर्टेन्ट लाग्थ्यो त्यो बेला. त्यो पनि मैले सिएसबाट उठाएको बनाएको नोट हो. त्यसै गरी अर्को सेट हेरौँ न, 2010को हेरौँ. 2010मा पनि सब कुरा होला. त्यहाँदेखि केमिस्ट्रीको होइन फस्फोरिक एसिड्सको डिफ्रेन्ट फस्फोरिक एसिड्स, यो इम्पोर्टेन्ट थियो. क्वेसन नम्बर 143मा होला. यो क्वेसन नम्बर पनि मेन्सन छ. इमेज खुलेन, इमेज खुल्न टाइम लाग्यो. यो अलग खुल्यो ठ्याक्कै यहाँ पनि मैले के भन्छ यो के इम्पोर्टेन्ट छ सिएसमा, यो पर्टिकुलर टपिक्स रिलेटेड सब कुरा छ. अब यसरी मैले के भन्छ लगभग सबैको सबै सेट सिएसको पढाएको छु क्या, सबैको सबै सेट. यहाँ एक्चुअल क्वेसन्स थियो जुन क्वेसन गुगल ड्राइभमा सेभ छ. र वान थिङ मैले कम्प्लिट क्वेसन्स प्र्याक्टिस गर्दा मात्र के भन्छ बायोलोजी र केमिस्ट्रीको प्र्याक्टिस गर्थेँ कि. अनि त्यसको रिजन लाइक क्लास 11-12देखि नै मेरो फिजिक्स स्ट्रङ थियो. सो मैले फिजिक्समा खासै एकदम के भन्छ कम्प्लिट सोल्युसन्सकोबाट क्वेसन प्र्याक्टिस गरिराख्नु पर्ने मैले निड देखिनँ. सो ठ्याक्कै मैले के भन्छ बायोलोजी र केमिस्ट्रीको, बट बायोलोजी र केमिस्ट्रीको मैले सबैको सबै सेट एकदम थोरली स्क्विज गरेर पढाएको क्या, विथ इम्पोर्टेन्ट नोट्स, अडियो फाइल, एभ्रिथिङ, इमेजेस पनि. होइन, आई विल सो यु लाइक 2002 को सेट देखाउँछु म तिमीलाई. 2002 को सेट ल यहाँ हेर. अब के भन्छ मम्स ड्यु टु प्यारोटिड ग्ल्यान्ड्समा एउटा समथिङ एउटा क्वेसनमा आएको होला, प्यारोटिड ग्ल्यान्डको इन्फ्लामेसनले के हुन्छ अनि त्यहाँ मम्स हुन्छ. होइन, मैले त्यहाँ इमेज पनि सर्च गरेको थिएँ क्या, यो कस्तो देखिन्छ भनेर. सो भन्नु खोजेको अर्थ के हो कि सिएस जुन बुक छ त्यो इम्पोर्टेन्ट छ. त्यसमा ठ्याक्कै तिमीलाई आइडिया हुन्छ कि कुन कुन क्वेसन कुन कुन च्याप्टरबाट कसरी फ्रेम गरेको हुनसक्छ. र त्यो बुकमा त्यसको ठ्याक्कै सोल्युसन्स पनि दिएको हुन्छ र यो यस्तो टाइप अफ नोट पनि दिएको हुन्छ. बट कम्प्लिट सोल्युसन्स बुकसँग प्रब्लम के छ भनेपछि त्यो एकदम मतलब डम्प्ड बुक छ क्या. एकदम मतलब के भन्छ इन्फर्मेसन धेरै डम्प गरेको छ, बट चाहिने कुरा एकदम कम छ क्या त्यसमा. अब त्यो एक्सट्र्याक्ट गर्न धेरै टाइम लाग्छ. सो त्यसैले त्यो के भन्छ यो कम्प्लिट सोल्युसन्समा एकदम त्यो पछाडिको सेटहरू गरेर त्यो टाइम वेस्ट आई सजेस्ट नगर भन्छु. होइन, टाइम वेस्ट नगर. त्यो गरेर केही काम छैन. त्यो गरेर तिमी खासै एकदम बुस्ट हुन्छौ मार्क्स भन्ने जस्तो लाग्दैन मलाई. तर तिमीले इम्पोर्टेन्टली के गर्नु पऱ्यो भनेपछि 2020देखि 2026 को सेट गर्नुपर्छ. र त्यहाँदेखि यस्तो नोटहरू जुन कम्प्लिट सोल्युसनमा दिएको हुन्छ त्यो नोटहरू के भन्छ हेर्ने, त्यो याद गर्ने. त्यहाँदेखि त्यसलाई के भन्छ आफ्नो कोपमा लेख्न मन लाग्यो या फिर कुनै डिजिटल डिभाइसमा पनि त्यसलाई त्यहाँ नोट डाउन गर्ने. एनी काइन्ड अफ मेथड यु वान्ट टु युज यु क्यान. सो दिस इज एभ्रिथिङ अबाउट कम्प्लिट सोल्युसन्स. सो नेक्स्ट पार्ट अफ द भिडियो इज क्वेसन प्र्याक्टिस. अब तिमीले कसरी क्वेसन प्र्याक्टिसले अप्रोच गर्न सक्छौ. अब यसको पनि ठ्याक्कै 3टा पार्ट छ. हामी क्वेसन प्र्याक्टिस बायो गर्नु पर्यो, केमिस्ट्री गर्नु पर्यो र फिजिक्सको गर्नु पर्यो. होइन, अब बायोलोजीको क्वेसन प्र्याक्टिस तिमी कहाँबाट गर्छौ. जहिले पनि बायोलोजीको क्वेसन प्र्याक्टिस गर्न सुरु गर्दा तिमीले फर्स्ट टाइम जहिले पनि +2 को बुक्सबाट सुरु गर्नुपर्छ. +2 को बुक्स, त्यहाँ पनि पर्टिकुलरली अरविन्द केसरी सरको बुक र अस्मिता पब्लिकेसनको बुक र सुकुन्दा पब्लिकेसनको बुक. यो 3टा बुकबाट तिमीले जुन जति एमसिक्यू रहेछ नि त्यो बुकमा 11 र 12 को त्यो सबै एमसिक्यूज तिमीले च्याप्टर वाइज पहिला भ्याउनुपर्छ क्या. त्यो सबै एमसिक्यूज तिमीले च्याप्टर वाइज भ्यायो हो. त्यो सबै एमसिक्यूज च्याप्टर वाइज भ्याइसकेपछि तिम्रो एउटा कन्सेप्ट बिल्डिङ क्वेसन प्र्याक्टिसको हुन्छ. अनि त्यहाँदेखि त्यो जम्प गर्ने अरू के भन्छ दिस बुक द्याट बुक त्यो पछि गर्ने हो. बट
भेरी फर्स्ट तिमीले बायोलोजीको क्वेसन प्र्याक्टिस गर्दा +2 को बेसिक बुक्सको क्वेसन प्र्याक्टिस गरेको हुनैपर्छ। देन केमिस्ट्री, अब केमिस्ट्रीमा पनि कम्प्रिहेन्सिभ केमिस्ट्री र मोडर्न केमिस्ट्री दुईटा बुक उठाउने, कम्प्रिहेन्सिभ केमिस्ट्री र मोडर्न केमिस्ट्री दुईटा बुक उठाएपछि त्यहाँको सबै च्याप्टर वाइज एमसिक्युज सकाउने पहिला। त्यो सबै च्याप्टर वाइज एमसिक्युज सकाइसकेपछि हो कुनै ऱ्यान्डम बुक्समा जम्प गर्ने। अनि त्यहाँदेखि अर्को फिजिक्सको हो। फिजिक्सको एमसिक्युज प्र्याक्टिस धेरै ठुलो प्रब्लम हो क्या। प्रब्लम किन हो भनेपछि हाम्रो एनएबीको जुन डिजाइन भएको छ कोर्स त्यो टप लेभलको एमसिक्युजहरू सीमा सोध्दैन। इन द्याट सिनारियो तिमीले फिजिक्सको एमसिक्युजहरू +2 को बुक्सबाट प्र्याक्टिस गर्यो भने त्यो अलि लेभल मिसम्याच हुन जान्छ क्या। यु विल प्र्याक्टिस टफ क्वेसन्स बट सिई विल आस्क अलवेज इजी क्वेसन्स, कम्पेरिटिभ इजी क्वेसन। सो इन द्याट केस मैले के गरेको थिएँ भनेपछि मेरो फिजिक्स 11 र 12 देखि बेस स्ट्रङ थियो। सो मैले फिजिक्समा यति खासै मेहनत गर्नु परेन, बट क्वेसन प्र्याक्टिस मैले बेस्ट अप्सन क्वाड खोजेको थिएँ क्या। अब के भन्छ छुट्टै बुकबाट क्वेसन प्र्याक्टिस गर्नुभन्दा बेटर या फिर मतलब हेयर एन्ड देयर सर्च गर्नुभन्दा बेटर मैले के गरेँ क्वाडको अप्सन चुज गरेँ। आइडिया वर्कआउट गरेँ मेरो लागि। मेरो धेरै साथीहरूले जेएन मिलन दाईको क्वाड लिएका थिए, बट मैले के भन्छ इन्ट्रान्स नेपालको इआर रञ्जन सर हुनुहुन्छ नि, इआर रञ्जन सरको क्वाड युट्युबमा फ्री हुन्थ्यो क्या त्यति बेला, अहिले पनि छ होला। अनि त्यति बेला सर लाइभ पढाउनुहुन्थ्यो क्या, क्वाड गराउनुहुन्थ्यो बेसिकली युट्युबमा। अनि म त्यो क्वाड मलाई इनफ थियो क्या, त्यो क्वाड म गर्थेँ। अनि त्यहाँ त्यो क्वाड हेरेपछि लगभग इनफ हुन्थ्यो। अनि त्यो फिजिक्सको क्वेसन प्र्याक्टिस +2 को बुकबाट गर्ने होइन, त्यसको लागि क्वाड बेस्ट हुन्छ आई थिङ्क। सो द नेक्स्ट पार्ट अफ द भिडियो इज वाट नट टु डु वाइल अप्रोचिङ क्वेसन प्र्याक्टिस। अब धेरै साथीहरूले के गर्छन् भनेपछि ऱ्यान्डम टफ क्वेसन प्र्याक्टिस गर्छन् क्या फ्रम इन्डियन बुक्स होइन। अब ऱ्यान्डम टफ क्वेसन प्र्याक्टिस गर्यो यहाँदेखि त्यहाँदेखि लाइक थट के हुन्छ, गाह्रो क्वेसन प्र्याक्टिस गर्यो भने इट्स सोज यर कम्पिटेन्स बट इट डजन्ट है। अलवेज फोकस अन 80%। गोल्डन रुल हो यो कि मतलब सीमा फोकस अन 80% अफ द क्वेसन्स देन गो टु 15%। जहिले पनि 15% क्वेसन्स एक्चुअली टफ हुन्छन्, त्यो एकदम बुझेको कुरा हो, त्यो सब इयरमा हुन्छ त्यो। बट यु सुड फोकस अन 85% फर्स्ट। त्यो 85% कुराहरू छन् जुन लगभग इजी छ, इन्टरमिडिएट छ, तिमीहरूलाई मास्टर गर्ने हो क्या। त्यो मास्टर गरिसकेपछि तिमी के भन्छ 15% क्वेसन जुन टफ छ, जुन एकदम होइन हाइली कम्पिटेन्ट छ, त्यहाँ जम्प गर्ने हो। सुरुमै तिमी हाइली कम्पिटेन्ट क्वेसनमा जम्प गरेर मलाई आएन त्यो स्ट्रेस लिएर टाउको देखाउनु एकदम भइहाल्यो। फोकस अन 85%, डु द्याट फर्स्ट टाइप अफ क्वेसन्स। त्यसपछि तिमीलाई जुन टाइपको कम्पिटेन्सी क्वेसन गर्न मन लाग्छ यु क्यान डु। नेक्स्ट थिङ इज कि नट प्रायोरिटाइजिङ क्वेसन प्र्याक्टिस इनिसियली। अब हेर धेरै स्टुडेन्टहरूले के सोच्छन् भनेपछि कि म के गर्छु पहिला पुरै सिलेबस सकाउँछु अनि त्यसपछि क्वेसन प्र्याक्टिस गर्छु। त्यो पनि काइन्ड अफ एउटा अलिअलि इडियट टाइपको थट हो क्या। किन तिमी सबै सिलेबस सकाएपछि क्वेसन प्र्याक्टिस गर्न गयो भने तिमी फेरि बिर्सिन्छौ क्या। त्यो एउटा लुपमा हुन्छौ, जुन लुपमा के हुन्छ तिमी पढ्छौ क्वेसन प्र्याक्टिस गर्दैनौ, तिमी बिर्सिन्छौ, फेरि तिमीलाई टेन्सन हुन्छ, तिमी फेरि पढ्छौ, त्यो लुपमा जान्छौ, त्यो लुपमा फेरि तिमी फेलियर बाहेक केही पनि आउँदैन। सो तिमीले पढेको कुराको क्वेसन प्र्याक्टिस गर्ने हो, त्यति बेलै गर्ने हो। इन्टरभल्समा त्यसलाई रिभाइज पनि गर्ने हो। र एउटा इम्पोर्टेन्ट पार्ट यहाँ यो पनि छ कि मतलब के भन्छ यु सुड अल्सो रिभाइज डन क्वेसन्स। तिमीले गरेको क्वेसन्सहरू पनि रिभाइज गर्नुपर्छ, नट ओन्ली च्याप्टर। तिमीले च्याप्टर त पढ्यो ठिक छ, अनि तिमीले त्यसपछि क्वेसन्स पनि गर्यो, बट गरेको क्वेसन्सहरू तिमी आफ्टर 1 week 2 week 1 month 2 month बिर्सिन्छौ क्या। सो तिमी नेक्स्ट टाइम रिभाइज गर्दा च्याप्टर रिभाइज गरेपछि क्वेसन्स पनि रिभाइज गरेर हो कि तिमीले मैले कुन क्वेसन्स गरेको थिएँ, कसरी गरेको थिएँ, त्यसमा के सोल्युसन्स थियो। सो दिज वर द थिङ्स कि हाउ आई स्टडीड कम्प्लिट सोल्युसन्स, प्रब्लम विथ कम्प्लिट सोल्युसन्स, हाउ यु क्यान अप्रोच क्वेसन प्र्याक्टिस अफ बायोलोजी केमिस्ट्री फिजिक्स, जुनमा मैले भनिसकेँ। बायोलोजीको एनएबी बुक्स हो होइन, लेट्स राइट हियर बायोलोजीको एनएबी बुक्स, सिमिलरली फर के भन्छ सिमिलरली फर केमिस्ट्री एनएबी बुक्स, र फिजिक्सको एज पर मी प्रिफर क्वाड। अनि वाट नट टु डुमा ऱ्यान्डम टफ क्वेसन्स प्र्याक्टिस नगर्ने। अनि गोल्डन रुल इज अलवेज फोकस अन 85% फर्स्ट, देन गो टु द्याट 15% टफ क्वेसन्स। अनि अल्सो रिभाइज द क्वेसन्स द्याट यु हेभ डन एन्ड देन नट प्रायोरिटाइजिङ क्वेसन प्र्याक्टिस। योहरू मिस्टेक्स हो जुन कि तिमीले एभोइड गर्नुपर्छ। एन्ड यति गऱ्यो भने आई थिङ्क तिमीहरूको क्वेसन प्र्याक्टिसको बाटो स्मुथ हुन्छ। दिस इज इट, वी विल मिट अगेन, टिल देन बाई बाई, थ्याङ्क यू।